हजुरहरूलाई के भनेको थियो नि अस्ति बिचतिर समुद्रतिर लिएर जान्छु भनेको थियो नि फाइनली त्यो दिन आइसकेको छ र हजुरहरूले लाइक सब्सक्राइब र धेरै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन सधैँभरि यसरी नै माया गरिदिइराख्नु होला सब्सक्राइब गरिदिनु होला नयाँ जति जोडिनु भएको मेम्बरहरूले लाइक सब्सक्राइब गरिदिनु होला भिडियोहरू नभुल्नु होला त्यति नै हो हजुरहरूलाई म समुद्रमा गएर देखाउँछु फाइनल गाइज म यहाँ केटाहरूतिर आइदिएको यहाँ दुईजना केटाहरू भाइहरू अनि एउटा साथीहरू जान्न होइन एक्लै जाँदा नि मजा आउँदैन कि होइन त्यही भएर साथीहरूसँग जान आइरहेको छु रमाइलो हुन्छ भनेर हेर्नु यहाँ गाडी कस्तो लामो बिहामा हाल्ने तर गाडी तर यस्तो हुन्छ नि दामी हुन्छ तर वा सो ब्युटिफुल बट यहाँ यस्तो गाडी चढ्दैन किनकि यो बिहाहरूमा मात्र युज हुन्छ होइन तर लास्ट गर्मी हुन्छ है दिनदिनै जुनै भला पनि गर्मी भन्छ भन्ने सोच्नु तर लास्ट गर्मी नै हुन्छ अति नै यसमा चाहिँ हाम्रो भाइहरू कस्तो यार इज माई ब्रोदर जस्ट आई गो ओके फर्स्ट ओके ब्रो फाइनली हाम्रो हिरोहरू यहाँ छ नि होइन आमामा ट्याक्सी रोकौँ अब ए झलाउँछ म सुविधा अहिलेसम्म 6 महिना भयो 6 महिनामा एक्चुअली पनि एउटा रेकर्ड छैन Where from bro? Egypt. Egypt. अनु के छ तेरो हालकोबाट हेर्न यता यसै राम्री भइदियोस् रे हेर्न कति राम्री आउनु बुढी देखिन्छस् त यो चाहिँ सबै कुवेतीहरू बस्छ यताको साइड चाहिँ यता लोकल मान्छेहरू बस्दैन यता कुवेतीहरूको घर आफ्नो पर्सनल घर सरकारले दिन्छ यहाँ चाहिँ 1 घन्टा स्कुट त्यसमा सिटी कटमा लाग्यो 10 मिनट त्यसपछि बिच जताततै चाहिँ इन्जोय अब यस्तै ट्राफिकहरू बसिरहेको छ फेरि क्यामेरामा ध्यान दिस इज टावर कुवेत टावर जाने यो गाइज अहिले चाहिँ खासै उयो न बेलुकामा हो एयरपोर्ट पनि बिर्सेर लगाएको छ है एयरपोर्ट पनि लगाएर बिर्सेर लगाएको छ बिच यता समुद्र यता ब्लक फ्राइडेको दिन चाहिँ बवाल हुन्छ होला यता नाइटमा बवाल हुन्छ यता नाइटमा बवाल हुन्छ यता बिच छ है 4 बजे हुन्छ है जस्तै काँटाको आलु पारेको ओके दुर फाइनली गाइज हामी टावरमा आइपुगेको छ र पछाडि देन जानुहुन्छ सो ब्युटिफुल राम्रो छ र यता साइड छ यता बिच टावरमा जाने अलिकति टाइम भएको छैन जस्तो लाग्छ होइन किनकि अब अहिले जाने भने त पुरै नजारा देखिन्छ तर नाइटमा बबालै भ्यू देखिन्छ कतिचोटि आउने जाने गर्ने होइन त्यहाँ गएको मात्र 3 दिनहरू लिन्छ 3 दिनहरू भनेको नेपाली 430 रुपियाँको हिसाबले गर्नु 1 दिनको 430 छ भने चाहिँ त्यति बेला लाग्छ र बार किन जानु होइन पहिला समुद्र देखाऊँ हजुरहरूलाई होइन समुद्र देखाऊँ बिच देखाऊँ रमाइलो इन्ट्रेस्टिङ गरौँ होइन त्यसपछि हजुरहरूलाई एकदम देखाउँला नि कुवेतको सिटी उहाँ बोट पनि छ आएको छ बोटहरू चलिरहेको बिचमा देखिरहनु होला हल्का र यता बबालाई गार्डन छ र खास अहिले चाहिँ कुवेतमा धेरै रमाइलो भएको छ अरे होइन धेरैहरू अहिले धेरै चेन्जेस भयो अरे यहाँ अन्त 7-8 वर्ष अगाडि चाहिँ केही पनि थिएन पुरा बालुवा मरुभूमि थियो अहिले चाहिँ जस्ट मेरो पालामा चाहिँ म आउँदाखेरि चाहिँ राम्रो भएको देख्न डेभलप भएको देख्न पर्दा एकदम खुसी लाग्छ र गर्व लाग्छ आफूलाई पनि किनकि मलाई नै होइन गरिखान एउटा देश हो मलाई यहीँ बस्यो भने यहीँको यसको कन्ट्रीको लागि गरेर मलाई यही कन्ट्रीले नै दिने हो मेरो लाइफ बनाउने यही कन्ट्रीले नै हो अब यहाँ बस्नु चाहिँ मेरो लागि यो सुनको बुटो लाइक कुवेत दिस वान सिटी हेड देयर ब्याक साइड My God! Oh! ओ आइजाऊ न क्याप्सीहरू सबै क्याप्सीका भाइ बहिनीहरू नि वा स्विमिङ मान्छेहरू पौडिरहेको छ
रमाइरहेछ अब कति रमाइलो छ जिन्दगी हेर्नु न लाइक कति रमाइलो छ है फोटोसुटहरू गर्छ एक दुईवटा तिनीहरू अब फोटोसुट गरिदिनु पर्ने होला फोटोसुट गरिदिन्छु हजुरहरूलाई म देखाउँछु डोन्ट वरी गाइज तरुनीहरू झन् राम्रो राम्रो है क्या नि क्या नि हामी आएर छौ हजुर के चाहियो हेर उडायो नि अघि नेपाली चोटिनीहरू नेपाली जस्तो लाग्छ है लाग्दैन हामी नेपाली होइन होइन यो ठाउँ नेपाल जस्तो लाग्दैन हामी पनि तातो नेपालीहरू भेट्छ फाइनली समुद्रमा भिज्न पर्यो जिन्दगीमा फर्स्ट टाइम समुद्रमा खुट्टा बाहिर राख्दैछ कसम भने जिन्दगीमा फर्स्ट टाइमै हो लाइफमा कहिले पनि समुद्र मैले यस्तै छोएको थिइनँ 1 वर्ष भयो आएको फर्स्टचोटि पानी छुँदैछु नुनिलो हुन्छ भन्छ नि त पानी ट्राई गर्छु म पछाडिको त्यो कुवेत सिटी टावर यताको समुद्र लाइक कति मजा आयो जिन्दगीमा अनुभव आज गर्न पाएको समुद्रको लाइक दिस फर्स्ट अक्टोबर राइट نجمة البحر هذه. It's good. Octopus. I love this. امشي No problem. Boy. That's good. कस्तो डर लाग्ने मेरो पनि भ्लग पनि हुन्छ हामीलाई यसो घुमाउने गाइड पनि हुन्छ किनकि म पहिलोचोटि आइसकेको थिएँ यहाँ र यो सेकेन्डचोटि हो तर समुद्रमा चाहिँ नुहाउने होइन मतलब कहाँ तर्नु है जा कस्तो फिल भइरहेको समुद्रमा फर्स्टचोटि आउँदा डर लागिरहेको खैदैन भाइहरू मेरो पाइट रुच्यो ओ आयो ओबी डन नेगेटिभ त साथीहरू होइन साथी नसोच्नु होला हामी नेपाली भएर एकदम खुसी लाग्छ गर्व लाग्छ र को नै हुन्छ र हाम्रो बाहिर यस्तो युज गर्नलाई आफ्नो हुनलाई त्यही भएर हामी फाइनली इट्स गुड प्राउड फिल लाग्छ आफ्नो र यतापट्टि हेर्नुहुन्छ कुवेत सिटी यसको नाम हो हात्ती हो हात्तीलाई त बगाउनु न जतिको होइन मोटी हो तेरो बोयफ्रेन्डलाई बोला सो एकदम रमाइलो लागिरहेको छ र फर्स्ट टाइम अनुभव अवलोकन नि फर्स्ट टाइम गर्दैछु र एकदम वा वाट्सअप गाइज एकदम खुसी छु आज कसम दुनियाँमा कसम दुनियाँमा टेन्सन परेर सब उडाइदिएकै समुद्रमा कसम जिन्दगीमा फर्स्टचोटि होला लाइफमा कसम फर्स्टचोटि समुद्रमा यसरी टेकेर यति रमाइलो गरेँ नेक्स्ट टाइम म वाटर बाइक आउने सोचमा छु हामीले समुद्रबाट निस्केको हेर्ने भिज्यो पुरै कुनै यस्तरी आउँछ नि मजाले बस्छन् खानेकुराहरू ल्याउँछन् स्पिकर ल्याउँछन् दिङ दिङ बजाउँछन् आहा यिनीहरू कस्तो हुन्छ भने तातो घामले मर्छन् यिनीहरू त कस्तो जस्तो कुवेतको गर्मी त्यस्तै तातो बालुवा खुट्टा पोल्यो टावर हामी त्यही टावरको लागि आयो खास अहिले के चढ्ने बाहिर चाहिँ नगएको रहेछ क्या फाइनली समुद्रबाट निस्किसकेको चाहिँ जुत्ता पनि सब भिजिसक्यो लास्ट गर्नुपर्ने छ कपाल तिमी जाम के भन्छ फिलहाल त अब पेप्सी खाना चाहिँ एकदम गरे पिजी मास्टर ब्लगमा सब्सक्राइब गरेर सबैले माया दिनु होला धेरै धेरै धन्यवाद र यसरी नै अगाडि बढ्नुपर्छ सब एकजुट भएर बढ्नुपर्छ
र हामी सानोतिनो भ्लगरहरूले एकदम सपोर्ट गरौँ, लाइक सब्सक्राइब गरौँ। कति ठुला भ्लगरहरूलाई मात्र सपोर्ट गर्नुहुन्छ, कहिलेकाहीँ हाम्रो पनि एक लाइक एक सब्सक्राइब त बन्छ होला। हजुरहरूलाई एकदम राम्रो राम्रो ठाउँहरू देखाउने छु, जस्तो होप होइन, जस्तो आउँछ नि त लाइक बढ्यो भने वा यस्तो के कन्फिडेन्टहरू आउँछ बनाउने। एकदम राम्रो राम्रो कुवेतमा लाइफस्टाइलहरू देखाउँछ हजुरलाई, कस्तो लाइफ जिन्छन्, कसरी यहाँको मान्छेहरू कसरी बसिरहेको हुन्छन्, र यहाँ मान्छेहरू काम गर्दा कस्तो अप्ठ्यारो पर्छ र कस्तोमा काम गर्न आउने, एभ्रिथिङ म हजुरहरूलाई टोटल दिन्छु। कुवेतमा कसरी आउने, किन आउने, खास कारण कुवेतमा आउनै पर्ने काम चाहिँ किन, खास के कामको लागि आउने, एभ्रिथिङ इज म हजुरहरूलाई सेयर गर्छु पछिको आउने ब्लगहरूमा। अहिले जस्ट 2-3टा ब्लग स्टार्ट भइरहेको, म इन्जोय गरौँ, लाइफ देखाऊँ हल्का, राम्रो चल्दै गयो भने हजुरहरूलाई एकदम कसैको लागि बस्नुपर्छ, कसैले केही गर्नुपर्छ त्यस्तो लाग्छ। चाहिँ चक्लेट एकदम दामी हुन्छ। वा स्पाइडरम्यान is this one? Anything is have this one sweet, everyone this one. I have Have a seat, please. huh? This flowers like यो होइन, मिन्टको खानुपर्छ, लेमन मिन्ट, आई लाइक मिन्ट, मिन्ट आई लाइक मिन्ट। पानी वाटर दिस वान गुड। वेटर है, मलाई टिप्स दिनुपर्छ है। Orange वाला ल्याइदिनु न, red कस्तो छ? यो तिमीले हेर, लाइक मिन्ट बियर जस्तै लाउँछ यार मलाई त। क्या त्यो आउनुभयो भने यसमा चाहिँ आउनु होला, ठिक छ, दामी छ रेस्टुरेन्ट। के छ बहिनी, कहिले राम्रो देखेको रेखा थापा जस्तो बच्चाहरूले खाने खाएर तर मलाई त बेस्ट भनेको स्पानिस ल्याब पनि मनपर्छ। कुनै दिन already coming my coffee, Spanish latte. सिधै दाइ 2 महिना अगाडि आउनु के भन्छ यो? हाम्रो सँगै उनीहरूको 2 महिना अगाडि एउटै गाउँको मलाई त सही लाग्छ। But like best coffee, Spanish latte extra sweet. I like this coffee. फाइनली कुल गर्मी पनि जान लागिसक्यो, घाम पनि अस्ताउन लागिसक्यो, साथमा कफी, कोल्ड कफी भएपछि के चाहियो, गर्मी त त्यसै फिस्ट। तर हेर्नुहोस् त मजाले बोटहरू चलिरहेको, एकदम रमाइलो, कुल छ कुल, यु नो। कुनै कुनै त्यस्तो डाया गऱ्यो होला नि, आमामा प्ल्याट सर्ट खान्छ क्या डाया गर्नेहरू। लाइक गरिदिनु गएर ल, हस् लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। म कस्तै म दिन्न, आमामा म कस्तो खतरा ब्लग गराउँथेँ होला, कसम लाइक आउनु। अस्तिको भिडियो हालेर नेक्स्ट ब्लगमा गरिदिनु है भनेको त झन् धेरै थोरै लाइक के 15-16 केही छैन, बढ्छ बिस्तारै। त्यसलाई खिच्नै आउँदैन त राम्रो अब राम्रो आउँछ तिम्रो, कस्ता कस्ता आउँछ भ्लगमा देखिन। राम्रै छ यसो, राम्रै च्वाक छ च्वाक। यस्तो छ गाइस, एक्लै घुमिरहेको। वाउ सो ब्युटिफुल, आई लाइक दिस गार्डन। अनि के छ हजुरहरूलाई, सब ठिक छ होला? आउनुपर्छ, यो साइड एकदम फेमस हो, सिटी हो। यहाँबाट म बसेको ठाउँ जस्ट 1.5 किलोमिटर पर पर्छ। र आउँदाखेरि के छैन, हजुरहरूलाई देखाउनु पाएँ ब्लग। यही हो कुवेत,
रमाइलो गर्न जान्नुपर्छ जहाँ पनि रमाइलो हुन्छ। खाडी भन्छ मान्छेहरूले होइन गाइज, खाडी भए पनि दुःख पाउँछ होइन मान्छेहरूले कस्तो भन्छ नि, ए दुःख पायो लास्टै खाडीमा तातो घाममा काम गरिराखु भन्छ मान्छेहरूले है। तर के हुन्छ भने वास्तविक कहिले पनि काम गरिरहेको हुँदैन के, अनि कहिले पनि काम नगरी डाइरेक्ट भिजा लगाएर पढ्छ, अनि पढेर डाइरेक्ट भिजा लगाएर विदेश आएर काम गर्छ। सुरुमा काम गर्दा त जोलाई पनि गाह्रो हुन्छ नि, तर मलाई त्यस्तो भएन र किनकि अनुभव थियो महँगा। नेपालमा पनि 6-7 वर्ष पोखरामा लेक साइडमा बसेर काम गरेँ, 0 लेभलबाट उठेँ। त्यही भएर यहाँ आउँदाखेरि मलाई किनकि सानोबाट घर छोडेर नि होला सायद, घर छोडेर अहिले यहाँ बाहिर आएर बस्दाखेरि मलाई त्यस्तो फिल नभयो होला सायद होइन। त्यही भएर मलाई त्यस्तो केही पनि लागेन र जस्ट मलाई नेपालमै छु जस्तो लाग्छ, अझै पनि खुसी लाग्छ। जस्ट नेपालको भन्दा राम्रो चाहिँ बेटर भयो जस्ट मेरो लाइफ। यहाँभन्दा पनि राम्रो बेटर बनाउने कोसिस गरेको छु, राम्रो होस् भन्छु। र नेपालीहरू प्रायः मैले देखेको छैन होइन, त्यस्तो बाटोतिर काम गर्न आउनु टोइलेट सफा गर्ने होइन, त्यस्तो छैन। नेपालमा अहिले कुवेतमा नेपालीहरू एकदम धेरै आइरहेछ, किनकि अहिले फिलिपिनमा बन्द छ, फिलिपिनमा बन्द छ। त्यही भएर नेपाली पर्चेस धेरै गरिरह, नेपाली मान्छेहरू धेरै आइरह। रेस्टुरेन्टमा छ धेरै जस्तो है, रेस्टुरेन्ट KFCहरूमा यताउति होटेलहरूमा, रेस्टुरेन्ट लाइनमा धेरै, अनि यस्तो मार्केटहरूमा एकदम धेरै आइरहेको छ मान्छेहरू। जस्ट आउनु होला, मन छ इच्छुक हुनेले आउनु होला, राम्रो छ कन्ट्री एकदम राम्रो। सो ब्युटिफुल, आई लाइक दिस। आउनु होला र एकदम बुझेर आउनु होला। सबभन्दा पहिला एकदम मेन पावर हेरेर आउनु होला, सेलेरी हेर्नु होला। पछि गएर यस्तो सुस्तो नहोस् कि है, नेपाललाई हेर्न पनि सकिँदैन। र नेपालीहरू धेरै चाहिँ टेन्सन लिनु छैन, गर्छ नेपालीहरू यहाँ, त्यस्तो छैन, एकदम छ। र गर्नु होला, कुवेतमा जति हुनुहुन्छ नेपालीहरू यस्तो भेटाउनुहुन्छ भने, दुःख पाएको भेटाउनुहुन्छ भने गर्नु होला, हेल्प गर्नु होला। कति मान्छेहरू हुन्छ कति दुःख पाएको पनि छ, हेर्नु होला। र यस्तो तातो घाममा बाहिर काम गरिरहेको हुन्छ नि, यस्तो फुल उठाइरहेको हुन्छ नि, हजुरहरूले यस्तै खाएर फाल्नु जति उठाउनुहुन्छ होइन, उहाँहरूलाई पनि एकदम धेरै धन्यवाद होइन। काम कस्तो तातो घाममा काम गरिदिनुहुन्छ र उहाँहरूलाई भेटाउनु भयो भने जति सक्नुहुन्छ सकेसम्म जुसहरू किनिदिनु होला। भगवान् जस्तै गर्छ क्या, त्यस्तै दिनलाई गर्नु होला। पैसा चाहिँ सकेसम्म कुवेतमा माग्ने छ जस्तो माग्ने भिखारीहरू छैन, तर भित्रभित्र कुनै बुर्खा लाएर यताउति माग्ने हुन्छ, जस्तो पुलिसले नै क्याच गर्छ त्यसलाई। तर पैसा दिएर यताउति नगर्नु होला सकेसम्म होइन, खानेकुराहरू किनेर हेल्प गर्नु होला। त्यही भन्छु म त हजुरहरूलाई, आउनुहुन्छ भने वेलकम टु कुवेत, एकदम राम्रो छ। यहाँ बारबिक्यू गर्न पाइँदैन, होम टेन्ट लगाउन पाइँदैन, अनि त्यहाँबाट फोहोरहरू फाल्न पनि पाइँदैन यो ठाउँमा भनेको छौँ। फोहोर गरिदिनु आउनुहुन्छ भने त्यसरी यो चुडहरू खाएर यस्तै नफालिदिनु होला। डस्टबिन राखिदिएको छ ठाउँ ठाउँमा, उहाँ पनि डस्टबिनहरू राखिदिएको छ ठाउँ ठाउँमा, यता पनि छ, त्यसरी निभाएर राखिदिनु होला। र यता फोहोरहरू धेरै नगरिदिनु होला। र हजुरहरूको बच्चाहरू छ भने एकदम बच्चाहरू लिएर आउनुहुन्छ नि, यहाँ खेल्नु आउँछ है। भालुवाको कस्तो राम्रो छ, एकदम चिटिक्क परेको खेल्नुहुन्छ। आजको भ्लग यति नै हुन्छ। टावर चढ्न गइनँ, ठन्डी लागेको, अस्ति नै चढिसकेको, चढ्न त दुखिरहेको, टाइम पनि छैन। अब कोही कता भइरहेको
मजा आयो एकदम रमाइलो एकदम रमाइलो हुँदो रहेछ यो चाहिँ खास मैले बुझिनँ नि यहाँ बच्चाहरू यस्तै चढ्ने होला सायद माथि चढेर त्यहाँबाट झर्ने त्यहाँबाट चढ्ने सायद बुझ्नु सकिनँ मैले यदि हजुरलाई थाहा छ भने कमेन्ट गरिदिनु तर यस्तो चाहिँ लाइफै गर्मी अति छ अहिले त बेलुकामा त समुद्रमा साइडमा त चिसो आउँछ क्या मजा आउँछ होइन तर उता साइडमा त आउँदैन तत्तो घाम हुन्छ ठुल्ठुला मैले त ढुङ्गा पनि यहीँ देखेको यत्रो ठुल्ठुलो ढुङ्गा न त ढुङ्गा पनि देखेको थिएन मैले त बाल्लो रहेछ मान्छेहरू त्यस्तो लोड किन राखिदिएको भने मान्छेहरू बच्चाहरू लड्दाखेरि त्यो चिल्ली खेलेर लड्दाखेरि त्यहाँ भुइँमा पर्दैन नि त त्यही भएर राखेको बिरालो म्याउ अरे तर यहाँ बिरालोहरूलाई यस्तो राम्रो व्यवस्था गर्छ नि बाटोमा उनीहरूलाई पानी राखिदिन्छ यस्तो ठाउँमा हुन्छ क्या यहाँ जस्तो हाम्रो नेपाल जस्तो जताभाइ त्यतै पानी जस्तो मतलब हुँदैन नि त तर यहाँ चाहिँ ठाउँमा जारहरू नै राखिदिन्छ कति ठाउँमा देखाउँदा हुँदा जारहरू राखिदिन्छ पानी टक्क मिलाएर मान्छेलाई जस्तो गरेर राखिदिन्छ किनकि बिरालो एकदम धेरै हुन्छ यहाँ एकदम कुकुरहरूले मन पराउँछ बिरालोहरूलाई कुकुरलाई अलि यिनीहरूले मन पराउनु हाम्रो नेपालमा सेम उल्टो कुकुरलाई धेरै माया गर्छ बिरालोलाई खाँची होइन र यहाँ बिरालो धेरै एकदम मन पराउँछ मान्छे क्या त्यसैले यहाँ बिल्डिङै पछि 15-20वटा बिरालो देख्नुहुन्छ कि एउटा बिल्डिङमा के छ त नि गाइज घुमे समुद्र रेस्टुरेन्ट मजा पाउँछ ओ मजा 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 तर समुद्र घुम्नमा मजा हेर्नु यस्तो बोट चढेर सर कहिले होला म जाने तर आइल्यान्ड जान्छु म अर्कोपल्ट साथ सपोर्ट दिनु यदि लाइक फलोवर्स बढाउनु भने त कस्टममा आइल्यान्ड सब घुमिदिन्छु क्या 20-30 दिनार लाग्छ यहाँको हजुरलाई एकजनाको आइल्यान्ड जान मात्र 30 दिनार भनेको हजुरलाई कम्तीमा नि 20 दिनारको 8,000 भने 12-13 हजार रुपियाँ पर्छ धेरै नि पर्दैन मलाई हेर्नु जसले भिडियो हेर्नुहुन्छ उहाँहरूले लाइक गरिदिनु भ्युज मात्र जान्छ हल्का लाइक पनि गरिदिनु म हजुरहरूलाई आइल्यान्ड देखाउँ रमाइलो हुँदो रहेछ ब्लगिङ मान्छेहरूलाई देख्दा किन एक्लै बोल्छन् भनेको नि एक्लै बोल्नु पर्दो रहेछ क्या झ्याउ त लाउँछ के गर्ने हजुरहरूलाई नि त देखाउँछ नि फाइनली गाइज म फर्किदिएको बस्न सकिनँ बाटोमा छु बाटो त क्या दामी गाडी रोक्दैन कि ट्याक्सीहरू रोक्दैन यहाँ रोक्ने उस हुँदैन झ्याउ हुन्छ यता जेब्रा क्रसिङतिर जान्छु त्यहाँ लाइट उस लाइट बोल्छ नि त रेड लाइट बोल्यो होला ट्याक्क रोक्नुपर्छ यस्तो चाहिँ कुवेतको रमाइलो एक्लै चिल्छु फर्किदिएको बाटो पनि क्या दामी पछाडिको भ्यू पनि वा रनिङ हान्नु परेको छ ओ माई गॉड वर्षपछि कति हुन्छ वा यो हेर्नु दुबो मजाले मान्छेहरू हिँड्छ यहाँ त मजाको चौर पनि छ हो गाडीहरू कति फास्ट चल्दैन है बाटो नहोला काट्नुपर्छ इट्स गुड बेटर लाइफ इज कुवेत कति लामो कति फास्टमा आउँछ गाडीहरू अब रेड लाइट नगरेसम्म म बस्नु जान पाइनँ अब नेपाल भएको घट्नु हुन्थ्यो होला नेपाल होइन गाइज
तर यत्रो काट्ने कोसिस नगर्नु। जेएमसी बवाल बवाल गाडी चल्छ हौ। कुवेतीहरू बस्ने घर हेर्नु न कस्तो दामी कुवेतीहरू बस्छ हौ। दामी लाग्यो। इट्स भेरी ब्युटिफुल। इट्स भेरी ब्युटिफुल। नर्को लगन वाउ त्यहाँ जान्छु बर्गर भोक लाग्यो बेला बर्गर देखिन्छ त सिटी अन्डरग्राउन्ड यहाँ मुनि गाडी इट्स गुड। ओके गाइज फाइनली म फर्केको सिट बसमा पनि चढिसकेको र अब जान्छु रुममा। फाइनली लास्ट भ्लग क्लिप नै हो यो। आई होप सब्सक्राइब गरिदिनुहुन्छ भने राम्रो लाग्छ। सब्सक्राइब गरिदिनु। ओके गाइज टेक केयर हेभ अ गुड डे बेस्ट अफ लक एभ्रीवन गाइज सब्सक्राइब ओके।